विकास कसका लागि? के जनताको आस्थाको जग भत्काएर, इतिहासको पहिचान नामेट पारेर र रैथानेहरूको छातीमा बन्दुकको नाल तेर्स्याएर गरिने भौतिक निर्माणलाई विकास भन्न मिल्छ? सुदूरपूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित त्यो ऐतिहासिक डाँडा, जसलाई आज आधुनिक संसारले पाथिभरा देवीको मन्दिरका रूपमा पुज्छ। तर यो भूगोल केवल पर्यटकीय गन्तव्य वा कङ्क्रिटको व्यापार गर्ने थलो मात्र होइन। यो रैथाने याकथुङ लिम्बू समुदायको आदिम कालदेखिको मुनधुमी सांस्कृतिक र आध्यात्मिक चोतलुङ हो, अर्थात् मुकुमलुङ। जब देशको राज्य सत्ता, नीतिगत कानुन र बन्दुकधारी फौज बिचौलियाको खल्तीमा बन्धक बन्छन्, तब पवित्र देवस्थलहरू पनि नागरिक र राज्य बीचको युद्ध मैदानमा परिणत हुन्छन्। शक्तिको चरम दुरुपयोग, राजनीतिक नेतृत्वको लाचारी र आफ्नै नागरिकमाथि राज्यले बर्साएको गोलीको कहाली लाग्दो ऐना हो पाथिभरा केबल कार र चन्द्र ढकाल। ग्राउन्ड जिरोको यो विशेष र पहिलो सिरिजमा आज हामी खोतल्दैछौँ शक्तिको आडमा रचिएको त्यो कर्पोरेट चक्रव्यूह, रैथाने जनतालाई गोली ठोक्न लगाएर पाथिभरा केबल कार र चन्द्र ढकालको नालीबेली। यस घटनाक्रमले देशको राजनीति र बिचौलियाको सम्बन्धमाथि कैयौं गम्भीर प्रश्नहरू खडा गरेको छ। कसरी शक्तिको आडमा चन्द्र ढकालले कञ्चनजङ्घा संरक्षण क्षेत्र जस्तो वातावरणीय रूपमा संवेदनशील क्षेत्रभित्र केबलकार निर्माणको अनुमति पाए? स्थानीयवासीको तीव्र विरोध र रगत बग्दा समेत घर घरमा पसेर गोली ठोकेरै भए पनि पाथिभरामा केबलकार बनाउने आँट चन्द्र ढकाललाई कहाँबाट आयो? विगतका सरकारहरूले किन स्थानीयको आवाज सुन्नुको साटो व्यवसायीको सुरक्षाका लागि बन्दुकधारी फौज परिचालन गरे? देशमा जेन्जी आन्दोलनपछि आएको राजनीतिक परिवर्तन र प्रधानमन्त्री बालेन शाहको आगमनले यो मुद्दामा कसरी नयाँ मोड ल्यायो? आउनुहोस्, यी प्रश्नहरूको उत्तर खोज्न हामी समयको पाङ्ग्रालाई केही वर्ष पछाडि घुमाऊ र इतिहासका पानाहरू पल्टाऊ।